यो लगाउने हो यो वाला यो क्वेशन इन्टरनलमा पनि एकचोटि क्वेशन आथ्यो त ए भाइ यो त लेप्लास रहेछ यार सब बुकमा पनि यस्तै गरी गरेर मैले पनि यस्तै गरी गरे एउटा हो केमा पुरा यस्तै गरी गरे यो क्वेशन त भेटिगयो मैले बुकमै भेटिगयो यसको क्वेशन यो क्वेशन ए भनेपछि यहाँ त दुईटा पढ्ने भयो नि त यसमा दुईटै पढ्ने भयो के यो त साइन पनि कस पनि हैन अनि त्यही त भनेको म के रे मैले छुट्टा छुट्टै निकाल्ने भने मैले भन्ला इन्डिभिजुअली निकाल्ने त्यसपछि त्यसमा उ गर्ने मैले डाइरेक्ट लगाउने यो भनेपछि त डाइरेक्ट आइहाल्छ नि त ए डाइरेक्ट वाला लगाएर गरौँ है यही गरौँ माइनस इन्फिनिटी छोटो हुने पनि त यो गऱ्यो भने माइनस इन्फिनिटी यो भनेको 1/t आज केटाहरु छुट्यो यो पार्टको ग्याप t को पावर माइनस I ओमेगा t 1/t अर्को घर गएछ अब अर्को आइरहेको माइनस इन्फिनिटीदेखि यसमा माइनस इन्फिनिटीदेखि कहाँ जाने हो माइनस इन्फिनिटीको त्यो भनेछ नि त्यो चाहिँ -1 देखि 1 सम्म जान्छ है -1 देखि 1 सम्म -1 देखि 1 सम्म हुन्छ यस्तो भएन र माइनस इन्फिनिटी भयो एउटा इन्फिनिटी भयो हैन बिचमा 0 भयो एउटा यहाँ -1 छ एउटा चाहिँ 1 छ एउटा इन्फिनिटी र -1 मिल्यो अर्को -1 र माइनस इन्फिनिटी -1 देखि -1 सम्म जाने हैन यसको लिमिटेड त्यही छ त -1 देखि 1 सम्म x को पावर -i ओमेगा t 1/2 अब e को पावर x पावर टी वाला कुन फर्मुला थियो यो एकचोटि टी मात्रै गर्ने इंटीग्रेशन बाय पार्ट्स गर भने यसको डाइरेक्ट ल्याप्लास निकाल्थ्यो ल्याप्लास भन्दा नि इंटीग्रेशन बाय पार्ट गर्नु ल्याप्लास निकाल्दै न यार टी को पावर -i कति हुन्छ टी भनेको कति हो ल्याप्लास अफ टी अगाडिको त डेफिनेसन ल्याप्लास अफ टी भने त 1 त हो 1 हो नि त्यस्तो लाग्छ अनि e को पावर -i 1/s हैन र यस ल्याप्लास अफ t 1/s ल्याप्लास अफ 1 भने 1/s s भनेको त 1/ओमेगा के
यही उ लगाउनु त डाइरेक्ट नगर्नु डाइरेक्ट लगाइदिने डाइरेक्ट नगर्नु 7 मार्क्सको छ फर्मुला यही हो त डाइरेक्ट गर्नु पर्यो यसको चाहिँ यो पार्ट्स अनुसार गर्दाखेरि हाइलाइट स्टुडेन्ट चाहिँ लास्टमा आउँछ भनेपछि यो भिडियो भयो यो चाहिँ यो हो त्यो गरे x sin x पुरा v वालालाई गर्ने यसरी गर्नु पर्यो नि भनेको पावर माइनस आई माइनस हुन्छ अब पावर कति निकाल्यो इसको कटिया 84 को पावर t को पावर i ओमेगा t माइनस अनि यो चाहिँ 1 भइहाल्छ भनेपछि फेरि सेम डिभाइड बाइ ओमेगा भनेपछि ओमेगा स्क्वायर आउँछ है तब त्यो त एउटामा i ओमेगा अर्कोमा i ओमेगा स्क्वायर नि भनेपछि माइनसमा आउँछ यार त्यही त हो एकछिन यहाँ गर्दाखेरि चाहिँ हाम्रो e को पावर i ओमेगा t बाइ i ओमेगा भयो नि त्यसपछि फेरि गर्दाखेरि यो त 1 भइहाल्छ फेरि गर्दाखेरि e को पावर i ओमेगा t बाइ i ओमेगा स्क्वायर i स्क्वायर ओमेगा स्क्वायर निकाल्यो कति गरन यसको नि यसको त हाम्रो चाहिँ e to the power i omega t divided by i omega भनेको नि माइनस अनि यसको त 1 भइगयो अनि फेरि यसको इन्टिग्रेसन र फेरि इन्टिग्रेसन गर्दाखेरि को पावर i omega t divided by i square omega square jadi निकाल्यो माइनस 1 देखि आउँछ जान्छ भनेपछि यति भइसकेपछि यसको i स्क्वायर भनेको -1 भएको -1 भनेको i स्क्वायर भनेको भनेपछि यता प्लस यता यो माथि प्लस भइहाल्छ अब प्लस माइनस फेरि 1 को राख्ने t को ठाउँमा अनि फेरि -1 को राख्ने एउटा एकचोटि 1 राख्ने अनि त्यसपछि एकचोटि -1 भनेपछि ओमेगा t को ठाउँमा राख्ने 1 राख्दाखेरि कति आउँछ t को पावर -i ओमेगा अनि डिभाइडमा -i ओमेगा हुँदा र सुरुकोमा 1/i भनेको कति हुन्छ रे 1/i भनेको कति गरे 1/i -i हो क्या -i by अनि i स्क्वायर अरे माथि पनि i -i हुन्छ के हो 1/i भने
1/i छ नि यसलाई चाहिँ यो गर्न पाइन्छ क्या आई गऱ्यो भने यो भनेको स्क्वायर भनेपछि -1 भयो अनि माथि बन्छ -i हुन्छ नि भनेपछि यहाँनिर -i e to power I omega 1 राख्दाखेरि हैन डिभाइड बाइ माइनस राख्दाखेरि 1 राख्दाखेरि 1 राख्दाखेरि त कहाँ 1 त 1 भयो नि त्यही त यो 1 भयो नि यो पनि 1 भयो नि यो पनि 1 भयो यो पनि 1 भयो नि अनि त्यसपछि तल I छ नि जुन यो I भनेको -i हो योबाट चाहिँ -i भयो अनि यति मैले लेखेँ कि -i अनि I बाइ ओमेगा यति गरे त्यसपछि यो चाहिँ प्लस हुन्छ यहाँ यसको यसले चाहिँ प्लस यसले गराइदिन्छ यहाँनिर प्लस आयो अनि यहाँ चाहिँ अब फेरि यहाँ बस्ने भनेको को पावर I ओमेगा बच्यो डिभाइड बाइ ओमेगा स्क्वायर भन्छ नि -i ओमेगा होला प्लस यसले यहाँ माइनस छ कि नै अनि यहाँ पनि माइनस छ यसले प्लस गरिदिन्छ अनि त्यसपछि फेरि माइनस अब -1 राख्दाखेरि कति निकाल्यो तिमीले यो प्लस हुने भयो प्लस गर्दाखेरि यसले गर्दा माइनस राख्दाखेरि माइनस भयो अनि माइनस अनि यो प्लस भयो I को पावर माइनस I ओमेगा 1 ओमेगा यो प्लस and then enter plus e को पावर minus I omega by omega square यति आयो नि कति निकाल्यो तल फेरि I ओमेगा e to power minus I omega minus ini sudah itu kita minus plus and then feeding minus euro same question book ma छ यार रियल पार्टलाई अगाडि राख्दिन बुकमा सेम क्वेशन छ तर अर्कै गरे के भन्नु बुकमा सेम क्वेशन छ तर अर्कै गरी गरे बुकमा अर्कै गरेछ आन्सर मिल्छ होला एन्सर कति त मिल्छ होला यो रियल पार्ट भयो यसलाई चाहिँ एकापट्टि राख अनि यो इमेजिनेरी पार्टलाई -i लेख अनि त्यसपछि दुईटा चाहिँ प्लसमा लान्छ फाइनल आन्सर यसलाई पनि फर्दर गर्न सक्नुहुन्छ होला फर्दर गर्दा के हुन्छ साइन र कसको फर्ममा लगेछ इकै फर्ममा राखेछ फर्ममा राखेको भयो तर 1/√2π लेखे अगाडिको अरे यसमा निकालेछ त्यसले नै अगाडिको सुरुमा के 1/√2π छ अनि सुरु चाहिँ भयो के अनि त्यसले चाहिँ यसको ठाउँमा राखेर होला e को पावर जुन छ नि एमा राखे हैन भने के सुन मेरो पहिला आन्सर त पुरै छ अनि ब्र्याकेटमा 2 डिभाइड बाइ I ओमेगा को होल स्क्वायर प्लस e
को पावर I ओमेगा डिवाइड बाई I ओमेगा माइनस e को पावर I ओमेगा डिवाइड बाई I ओमेगा माइनस e को पावर I ओमेगा डिवाइड बाई I ओमेगा स्क्वायर माइनस e को पावर माइनस I ओमेगा डिवाइड बाई I ओमेगा स्क्वायर रूट में निकाले सर रूट में नहीं आंसर सुनो शुरू देखिए है ना 1 डिवाइड बाई रूट 2 पाई 1 डिवाइड बाई रूट 2 पाई दो अगाडि कै भइन्छ हैन 1 डिवाइड बाई रूट 2 पाई अनि त्यसपछि ब्र्याकेटमा चाहिँ 2 डिवाइड बाई I ओमेगा को होल स्क्वायर प्लस I पावर I ओमेगा डिवाइड बाई I ओमेगा माइनस e को पावर माइनस I ओमेगा डिवाइड बाई I ओमेगा माइनस e को पावर I ओमेगा डिवाइड बाई I ओमेगा स्क्वायर माइनस e को पावर माइनस I ओमेगा डिवाइड बाई I ओमेगा स्क्वायर I ओमेगा स्क्वायर 1 2 3 4 5 वटा खानु e को पावर I ओमेगा अनि माइनस यसले के लगाएको छ लिमिट भनेपछि माइनस इन्फिनिटी देखि -1 र -1 देखि 0 दुईटा आयो कसरी गर्यो के लिमिट राख्दाखेरि है लिमिट राख्दाखेरि त्यसको मैले अघि नै लिमिट माइनस इन्फिनिटीसम्मको 0 भयो अर्को चाहिँ यहाँ 1 छ अर्को चाहिँ यहाँ -1 छ एउटा माइनस अनि -1 देखि 1 छ सो मोड x भ्यालु चाहिँ कति हुन्छ यसो थाहा ए हो नि यसको भ्यालु चाहिँ -1 देखि 1 छ ये र यो लिनु पर्यो के यसले त्यो यहाँ यो गरेन मेरो हामीले नि कसरी के बुझ्या यो त अलरेडी भनिदिया छ नि त -1 देखि x को भ्यालु -1 देखि 1 सम्म लिमिट चाहिँ दुईटा हुने हो यार ठिकै भयो त्यही त अदरवाइज भन्दा त्यहाँ त्यहाँ राखेको मोड x छ भनेपछि त हाम्रो फेरि यो हुन्छ जुन हामीले x राखेको थियौँ नि यहाँले -x राखेर गरे x -x यो हुन्छ मोड x भनेको फेरि -x राखेर ए मोड x भनेको फेरि हाम्रो x अनि -x हुन्छ नि यो चाहिँ ग्रेटर देन 0 को केसमा हो यो चाहिँ हाम्रो लेस देन 0 को केसमा हो भनेपछि -∞ देखि 0 सम्म गएको छ -∞ देखि -1 र -1 देखि 0 दुईटा हुने भयो -1 देखि 0 एउटा -∞ देखि -1 -∞ देखि -1 -∞ देखि -1 मा 0 राखेपछि यीसँग 0 देखि कहाँ छ इन्फिनिटी अनि फेरि 1 देखि इन्फिनिटी -∞ देखि -1 सम्म एउटा अनि एउटा चाहिँ -1 देखि 0 सम्म
एउटा -1 देखि -∞ देखि -1 सम्म गयो होला अनि अर्को चाहिँ हाम्रो फेरि के रे -1 देखि 1 देखि 1 सम्म गयो फेरि अनि 1 देखि ∞ सम्म गयो के 0 सम्म मात्रै गएको 1 सम्म गएको 1 देखि 0 -1 देखि 0 1 त्यो अर्को पोजिटिभ पार्टको त छँदै छैन 1 देखि 0 यो लिमिट दिएछ त फेरि -1 देखि 1 सम्म x को भ्यालु x को भ्यालु लेस देन 1 छ नि त फेरि इफ लेस देन 1 सम्म भनेपछि यो भनेको x -x दुईटा हुन्छ x चाहिँ अब यता पर्ने भयो माइनस यता पर्ने भयो -x अनि -∞ देखि -1 सम्म थियो अनि यता त -1 देखि 0 सम्म जाने भयो किनभने 1 भन्ने त ठुलो भएको फेरि x भन्दा त ठुलो x को भ्यालु 1 भन्ने त ठुलो भएन र फेरि 1 पर्ने भएन 1 भन्दा तलको चाहिँ पर्छ भन्ने यो चाहिँ त्यही त 0 हुने भयो दुईटा भ्यालु राखेर गर्नु पर्यो ल यो बडी उसलाई पनि छोड्नु फोटोलाई अघि अलि यो बुझ्दैन कि बुकमा पनि कसरी किन लिमिट त हामीलाई पहिले दिइएको नि त होइन अनि त्योभन्दा कम कसरी आयो टाइम कति 25 एउटा क्वेसन गरौँ न एउटा क्वेसन हेरौँ न किन त्यो हतार छ तिमीलाई कहीँ जाने हो र हतार छ तिमीलाई यो गरिदिया यो वाला त छ नि त भोलि गरौँला यो वाला पनि हेरेँ हिजो आयो मलाई राम्रो यो वाला थाहा पान्न कि कसरी गर्छ नि मैले त सुरुदेखि सिकाउनु त्यही फर्मुलामा लगाइदिने हो सिधै अरे सिधै डाइरेक्ट फर्मुला लगाइदिने यहीमा अनि त्यसलाई इन्टिग्रेसन गरिदिनु त मानेर लेख्ने बानी पऱ्यो पहिला साइन कसो साइन भयो यसको फर्मुला रे यसको फर्मुला रे यसको फर्मुला अरे यही वाला फर्मुला लगाउने
सक्दिम तिमीले सक्दिम मेरो पनि काम छ के